रवि लामिछाने बिना घण्टीको परिकल्पना गर्न सकिन्न। जहाँ तपाईँ घण्टीको मतदान कुरा गर्दै हुन्छ नि त्यहाँ रवि मात्रै हो। त्यसकारण रवि एउटा होप भयो के सबको आशा हाल्नेले रवि लामिछानेलाई इमेजिन गरेरै भोट हाल्छ। त्यो त रवि नै हो त। जसले जेसुकै कुरा पनि घण्टी भनेको रवि हो के मान्नु होला तपाईँको कुरा है। आज विश्वेश्वर प्रसाद कोइरालाको नामले कङ्ग्रेस खाइरहेछ नि त। फोटो त अहिले पनि होइन मदन भण्डारीदेखि सबैको नामले अहिले पनि एमाले चलिरहेछ नि त। त्यस्तै हो के हो भने घण्टी भन्ने बित्तिकै रवि लामिछाने सधैँ रहन्छ। तर अस्ति एउटा कार्यक्रममा फोटो राखेनछन्। अब तस्बिर पछि के गर्छन् थाहा छैन। त्यो गर्नु हुँदैन त्यसो भए त्यो गलत छ। रवि बिना राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै फ्युचर देख्दिनँ मैले मेरो साथी भनेर भनेको होइन। म पनि यसो बाहिर पब्लिकको कुरा बुझ्छु, म पब्लिकमा जान्छु, म सबको कुरा सुन्छु। म पोलिटिसियन चाहिँ होइन। त लागेको कुरा बोल्ने मान्छे लिडर चाहिँ हो म। देशको बारेमा चिन्ता गर्ने व्यक्ति चाहिँ हो म। एउटा जिम्मेवारी नागरिक चाहिँ हो म। तर म कुनै पार्टीको चाहिँ कार्यकर्ता होइन। यो देशलाई राष्ट्रिय यो देशको झन्डामुनि रहने एउटा चाहिँ स्वाभिमानी नेपाली हो म भन्दै गर्दा अहिले बाहिरतिर जहाँसुकै पनि यो कुरा हुन्छ। दुई कुरा बढी भए देखाएको छ मैले हेर्नुहोस्। मैले त्यो रविजीलाई पनि भने एउटा तपाईँको कुरा हुन्छ, तपाईँसँग जोडेको राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा हुन्छ, अर्को राजाको कुरा हुन्छ। माने पनि नमाने पनि चोक चोकमा गली गलीमा चिया पसलमा भट्टीमा रेस्टुरेन्टमा जिम हाउसमा बाटोमा जहाँ पनि सार्वजनिक ठाउँमा कुरा हुने भनेको अहिले यही मैले सुनेको कुरा। मैले कुनै बनावटी कुरा गरेको छैन। दुई कुरा बढी भएको देखाएको छु। त्यो कुरा मैले उहाँलाई भन्दै रवि लामिछाने देशकै नायक भएर हिँड्नु भएको छ। एउटा पर्दाको नायक र देशको नायकको फ्युजनले के सन्देश दिन्छ? पोजिटिभ सन्देश जान्छ नि। उहाँको पनि देश परिवर्तन भएको हेर्न चाहन्छ। मतलब अहिले पनि हामीले कुरा त्यही गऱ्यौँ। अब 5-7 वर्षभित्र यो देशले फड्को मार्छ भन्ने कुरा मैले पनि भने, उहाँले पनि त्यही कुरा भन्नुभयो। हामी दुवैजना कहाँ कुन कुरामा गएर मेल खान्छ भने हामी यो देश बनेको हेर्न चाहने हो क्या। उहाँ पनि अमेरिका बसेको छ, म पनि विश्व घुमेको छु। हामी यो देशमा प्रचुर सम्भावना छ। यो देशमा के छैन भने एउटा इमान्दार लिडरसिप छैन। यहाँ यति भ्रष्टाचार छ तलदेखि माथिसम्म। कर्मचारी तन्त्रमा त्यत्तिकै छ, यति धेरै छ कि अब यसलाई वास नगरेसम्म र यो जन्जाल नहटाएसम्म फेरि सम्भव पनि छैन। हेर्नुहोस् यति वर्षको लामो इतिहास बोकेका पार्टीहरूका कार्यकर्ता भर्ती छ, हटाउन गाह्रो छ। उहाँलाई थाहा छ यो कुरा।